लगइन गरिहाल्छ। ल त्यस पछाडि हामी कहाँनिर जाने, यो माई आस्पा भन्ने ठाउँमा जाने। यहाँनिर देख्न सकिन्छ जति पनि खुलेको सेयरहरू, नयाँ सेयरहरू हामीले भर्न मिल्नेहरू यहाँनिर हुन्छ। यो चाहिँ आज चाहिँ यो एउटा मात्रै छ, कालिङचोक हाइड्रो पावर लिमिटेडको चाहिँ फर यो जनरल पब्लिकको लागि आइपिओ छ है, हामीले भर्न सकिन्छ। अब यसको लागि चाहिँ हामी एप्लाई भन्ने ठाउँमा जाउँ, एप्लाई गरौँ। अब यहाँ हामी देख्न सकिन्छ मिनिमम क्वालिटी 10 किता भनेको छ होइन। सेयर प्राइस 100, टोटल इस्यु भनेको 6,84,750 किता सेयर निष्कासन भएको हो होइन। त्यो भएर यसमा चाहिँ अब पर्ने चान्स अलिक कम हुन्छ, त्यो भएर धेरै नभरौँ। 10 किताभन्दा बढी पर्ने चान्स कम हुन्छ, त्यो भएर हामी 10 किता चाहिँ म भरेर देखाउँछु यहाँलाई। अब त्यस पछाडि हामी प्रोसेसमा जाउँ। हामीहरूको यो एकाउन्टहरू सबै अलरेडी यहाँ आइहाल्छ, मात्रै हामी हालौँ किता, कति किता लिने हो। 10 किता एप्लाई गरौँ। 10 किताको कति पऱ्यो, 1000 रुपियाँ। 1000 रुपियाँ। अब यहाँनिर टक्कसँगले हाम्रो सिआरएन नम्बर हालिदिउँ। मेरो सिआरएन नम्बर पनि आइसक्यो। अब हामी यसलाई एप्लाई गरौँ। यसमानिर हाम्रो ट्रान्जेक्सन पिन हालेर हामी अप्लाई गरौँ। ल त्यो भए चाहिँ हाम्रो कम्प्लिट भयो। एप्लिकेसन रिपोर्टमा आएर बसेको हुन्छ। एप्लिकेसन रिपोर्टमा गयो जति पनि हामीले भरेकोहरू यहाँनिर बसेको हुन्छ। लास्ट मिनेटमा हामीले भरेको चाहिँ यही हो, कालिङचोक हाइड्रो पावर लिमिटेड। यसलाई ओपन गरौँ। अब हेरौँ हामीले भरेको कम्पनीको नेम, भेरिफाई स्टाटस, भेरिफाई रिमार्क, ब्लक एमाउन्ट स्टाटस, एमाउन्ट ब्लकेड भन्छ होइन। हामीहरूको ब्याङ्क एकाउन्टको 1000 रुपियाँ चाहिँ एकाउन्टले अब ब्लक गरेर राखिदिन्छ। त्यो पैसा हाम्रो अब यसको रिजल्ट नहुन्जेलसम्म त्यो हाम्रो पैसा ब्लक हुन्छ। अनि अब परिहाल्यो भनेदेखि अनि हाम्रो एकाउन्टबाट काट्ने हो, परेन भने त्यो चाहिँ ब्लक भएको चाहिँ फेरि रिटर्न आउँछ पैसा। यसरी चाहिँ हामी सजिलैसँगले सेयर मार्केटमा आइपिओ यही तरिकाबाट चाहिँ हामीले सजिलैसँगले भर्न सकिन्छ। त्यस पछाडि हामी ड्यासबोर्डमा जाउँ। देख्न सकिन्छ यो हामीहरूको पहिला भरेको पुरानो सेयरहरू होइन, यहाँनिर हामीहरूको आएर बसेको हुन्छ एप्लिकेसन रिपोर्टमा। यसरी चाहिँ हामीले सजिलैसँग मेरो सेयरबाट आइपिओमा चाहिँ आइपिओ भर्न सकिन्छ। यस्तै भिडियोको लागि यदि यहाँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर जोडिनु होला। भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर साथ सपोर्ट गरिदिनु होला भन्दै आजको लागि हस्त। ओके, बाइ।